इतिहासमा कतै पनि लुसिफर भन्ने वास्तविक क्यारेक्टर छैन। क्रिस्चियनहरूको धर्मग्रन्थ बाइबलका अनुसार स्वर्गका प्रभुको राज्यमा धेरैवटा क्यारेक्टरहरू थिए। ती क्यारेक्टरहरू मध्ये एउटा शतान भन्ने क्यारेक्टर पनि थियो, जसलाई पछि बाइबलको मोडिफाइड भर्जनमा लुसिफरको संज्ञा दिएर लेखिएको पाइन्छ। सुरुमा स्वर्गका प्रभुले अन्य जस्तै एउटा पात्र बनाउँछन्। तपाईहरुले रोबोट मुभी हेर्नु भएको छ भने रजनीकान्तले आफू जस्तै अन्य रोबोटहरू बनाए जसरी प्रभुले पात्रहरू बनाउँछन्। सुरुमा प्रभुले जे भने पनि क्वेशन नगर्ने, सही गलत केही नसोची जे भन्यो त्यही गर्ने, केपी ओलीले जे गर्यो जे भन्यो एक्सेप्ट गरिहाल्ने, एकदम वफादार महेश बस्नेत जस्तै। तर पछि लुसिफरमा चेतना आउँछ र विद्रोही स्वभाव देखाउन थाल्छ। प्रभुले गरेका नराम्रा कुराहरूलाई नराम्रो भन्न थाल्छ, सच्याउन थाल्छ। तर प्रभुले तयार गरेका अन्य वफादारीहरूले उसलाई धोकेबाजको संज्ञा दिँदै स्वर्गबाट बाहिर निकाल्छन्, अर्थात् पार्टीबाट निष्कासन गर्छन्। लुसिफरलाई स्वर्गबाट निकालेको हुनाले धरतीका मनुष्यहरूले उसलाई मर्निङ स्टारको रूपमा व्याख्या गर्न थाले। अब अहिले कोही एउटाको वफादारी नगर्दैमा, विद्रोही हुँदैमा लुसिफर भन्ने चलन आएको छ। त्यसैले वास्तवमा लुसिफर कायर नभई विद्रोही स्वभाव हो।